हेलो गाइज गुड मर्निङ के छ खबर आरामै हुनुहुन्छ होला तपाईलाई मेरो मिनी भ्लगमा स्वागत छ। आज काग तिहारको दिन म चाहिँ बिहानै उठेँ अनि त्यसपछि पसल आएँ अनि तत्पानी खाएँ। अब फलफुल खान्छु अनि त्यसपछि खाना पकाउँछु। आज दिनभरि मैले के गरेँ हजुरहरूलाई भन्छु अनि म कागलाई पनि खानेकुराहरू दिन्छु, त्यो पनि म हजुरहरूलाई देखाउँछु। मेरो सानो छ। गुड मर्निङ। ल हामी चाहिँ अब फलफुलहरू खान्छौँ। यहाँ हाम्रो आँप पनि छ गाइस। ल एभोकाडो पाकेन? पाके छैन, काँचै छ। त्यो किन नपाकेको? कहिले चाहिँ पाक्छ त्यो? हामी मुस्ताङ गएर आएपछि पनि कतै कतै त गइरहेको थियौँ है, तैपनि भ्लग चाहिँ बनाएको थिइनँ मैले। अब हामी दिनभरि कहीँ जानु पाइँदैन, बेलुकामा हो। अनि बेलुकामा फेरि एकैचोटि अँधेरोमा के बनाउनु, हामी कतिखेर कहाँ जान्छौँ थाहा नै हुन्न कि गाइज। हामी त प्लानै नगरिकन यतिर हिँडिन्छौँ। अनि हाले होइन, अपलोड हुँदैछ। आज चाहिँ सन्डे, हिजो स्याटरडेको नि मैले बनाएको भ्लग म त्यो चाहिँ आज हाल्छु। अब आजको चाहिँ भोलि हाल्छु सायद, कि नभए बेलुका हाल्छु। ल बाई। ल गाइज मैले चाहिँ दही लिएर आएँ। कागको चाहिँ फेभरेट खाना दही र मामु अरे भन्ने थाहा पाएको भएर मैले चाहिँ दही किनेर लिएर आएँ। अब म कागलाई खाना दिन्छु। ल गाइज कागको खाना रेडी भयो। हामी चाहिँ कागलाई जाँदैछौँ। उयो राजे यसले खाइन्छ अहिले। उतै खाली ठाउँ राख्छ, उतै खाली ठाउँ राख्छ, उतै राख्छ। ल यताबाट आउँछ खाने। यो फुल कस्तो राम्रो भएको है, मैले ल्याएको हेरेर व्हाइट र ऊ है, मैले उता ल्याएको उयो उता उता अलिक उता राख्थ्यो। ल केही भएन, हुन्छ त्यहाँ भएन, हुन्छ राख्दै नि त। अनि फेरि भो गाडी छ पर्दैन। ल गाइज हाम्रो चाहिँ खाना रेडी भयो। खसीको सुप, खसीको ग्रेभी, यो चाहिँ राजमा र आलुको तरकारी, सलाद छ, पनि सलाद छ। आज अचार भएन, ठिकै हो। ल खाम अब। हेलो गाइज के गर्दै हुनुहुन्छ? म त यतिकै बसिरहेको छु। मेरो बुढा पर्सा जानुभएको छ केक पुऱ्याउन। अब आउने बेला हुन लाग्यो हुन त। म त यतिकै बसिरहेको समय भएछ। अब केक पुऱ्याएर आउने बेला भयो। केक पुऱ्याएर आउनुहुन्छ। अनि खाजा के खाने हो? आज खाजा पानीपुरी खाने हो। मैले चना गेरौ भिजाएर राखेको छु। अब एकछिनमा मेरो बुढा आउनुहुन्छ अनि त्यसपछि हामी आज पानीपुरी बनाउँछौँ। म पानीपुरी बनाएको रेसिपी पनि हजुरहरूलाई देखाउँछु। अहिले चाहिँ यतिकै हो, म एक्लै हो, त्यही भएर दिक्क लाएर झ्याउलाएर बसेको। मेरो बुढा आउनुभयो भने बल्ल रमाइलो हुन्छ गाइस। म पसलमा बसिरहेको। हेलो गाइस फाइनली मेरो बुढा आइपुग्नु भयो केक पुऱ्याएर। इतना इंतजार किया मैंने आपका। टाइम लाग्यो मैले लाएन टाइम त कति बेर लगाएर एकैछिन झगडा कि एक्लै त 1 घन्टा 1 घन्टा त लाग्छ। तपाईँ बिना त मलाई 5 मिनट पनि 1 घन्टा जस्तो लाग्छ। पानीपुरी बनाएर खाऊँ अब। अनि एकछिन भोक लागेन, एकछिनमा अब एकछिन मोबाइल सोबाइल चलाऊँ। हेलो गाइज
आज चाहिँ हाम्रो पानीपुरी खाने कार्यक्रम छ। मेरो बुढालाई पानीपुरी खान मन लाग्यो अरे। न्यु चाहिँ बुढाको हो कि खान मन लाग्छ आफैलाई हो। मेरो बुढा बनाउँदै हुनुहुन्छ कि पानीपुरी बनाउने मान्छे। यहाँ चाहिँ प्याज आलुहरू गेडागुडीहरू छ। अब रेडी बनाएर अनि हामी च्यालेन्ज गर्छौँ गाइस, पोली जित्छौँ भनेर। ल अब हामी बनाउँछौँ। ल गाइस हाम्रो चाहिँ पानीपुरी यता रेडी भयो। यही पानीपुरीको पानी अनि दहीपुरी पनि बनाउनु भयो मेरो सानोले। दहीपुरी पनि पानीपुरी। ल हामी चाहिँ अब कसले धेरै खाने कसले छिटो खाने च्यालेन्ज गर्छौँ है गाइस। ल अब एकैचोटि खाएर देखाउँछौँ। ल रेडी भयो। हेलो गाइस हाम्रो पानीपुरी रेडी भयो। अब हामी पानीपुरी च्यालेन्ज गर्छौँ है। 15वटा पानीपुरी 5वटा दहीपुरी 5-5वटा दहीपुरी। फर्स्टमा के खाने दहीपुरी खाऊँ? दहीपुरी खाने? दहीपुरी खानु? मेरो बुढाले बनाऊ। मेरो मुजा भयो मुजा। मिसेर हालेर पानी भरेर घरि दिन राम्रो। पानीपुरी छेप्छ त। पानीपुरी त छेकिन भएन नि सानै। कहाँ डुबाउने? तपाईँ डुबाएर खानु है त। डुबाएर खानु सक्दिनँ उनीहरू त। हाल्यो भने के हुन्छ थाहा नि। तिमीले एकबाट खानु तिमी दुईवटा खान्छौ? जसरी हुन्छ जित्ने त हो नि। नजानु पानी र मसला चाहिँ मैले बनाएँ गाइस। म चाहिँ के बना
झ्याल्टी गरेर जित्दैन कि मलाई हाल्दै हो मलाई थाहा क्या अहिले म सिसी क्यामेरा हेर्छु नि कहीँ हेर थाहा भएछ नि मलाई थाहा छ तिमीले सानो तिम्रो हो यो ठुलो मेरो होइन नि त्यो ठुलो तिम्रो छ सानो हो गाडी उसले झ्याली गरे भिडियो राम्रोसँग हेर्नु उसले झ्याली गरेर जान्छ मैले हालेँ दुधो खाल्यो मैले जितेर आएँ मैले जितेँ त्यो पनिसमेन्ट थाहा नि थाहा छैन के हो म दिइहाल्छु किन हात्यो भाइ लुटेरेको बता एकवटा च्यालेन्ज ल मुख गर्नुपर्ने दिए बच्चालाई तरकारी पकाउने पानी एक झोला गरिगयो तपाईँले त मलाई केही गरेर जित्नु सक्नु भयो भाइ लास्टमा है दुईवटा पानीपुरी उसको बाँकी रहेको थियो त्यो दुईवटामा जसले सुरु भएर मुख गर्छ त्यो भनेको त्यो पनि मैले नै जितेँ दिन्न बिचारा के पनिसमेन्ट खुर्सानी टोक्न दिने कि करेला टोक्न दिने भन्ने भएको थियो पनिसमेन्ट नआयो बिचारा तिमीले हालेको खुर्सानी हालेन हालेको लगाइस् भाइ भाइ हामी चाहिँ पानीपुरी खाएर भाँडा माझेर सरसफाइ गरेर बसिरहेको अहिले काम भ्याएँ मेरो बुढा नि स्पुन हालेर आउनुभयो भर्खरै स्पुन हाल्दै हुनुहुन्छ मैले नि सरसफाइ यताउति गरेँ अब यति बेला पानीपुरी खाएर खाना खान मन लाग्दैन होला आज खाना खाइन्न होला बेलुका टाढोतिरै गइन्छ होला उतै यसो केही खाएर आइन्छ होला त्यही हो आजको दिन पनि बित्यो अब भोलि लक्ष्मी पूजा भोलि झन् भ्लग बनाउनुपर्छ यसरी भए पनि हामी चाहिँ जेरेमी खाँदै छुँदै हेर्ने यता हो मेरो एउटा त केक बनाउने होइन कतिखेर हुन्छ हुन त है भोलि बनाउन म सरसफाइ गरिदिनु नि त स्पुनहरू थन्काइदिएको भयो भोलि नै बनाउने खाना भोलि नै बोल्नै बनाउने भनेको बेलुका हुँदैन टाइम रमाइलो हुन्छ कलर पड्काउनुपर्छ बेलुकै भेटौँ न ल मेरो बुढाले चाहिँ पसल बन्द गर्नुभयो ठ्याक्कै 8:30 भयो अब हामीले आज खाना पकाएनौँ हामी यसो टाढीतिर गएर घुमेर खाजा खानासाना के हुन्छ खाएर अब उतै भेटौँला है त गाई हामी अब त्यहाँबाट निस्किन्छौँ
पाइँदैन क्या बेलुका बन्द भइसक्छ बजार अब भोलि पर्सितिर आउनु पर्ला एक दिन यतै थियो है रमाइलो थियो नि यहाँ सानो 5 जना बस्यो गाइज यहाँ चाहिँ यस्तो मजाको के अरे यी लाइट हाले यहाँ 2 नम्बर रोडमा चाहिँ हेर्नु न सानो तामाको भाडा कति धेरै के हो सानी आज किनेर त क्या नि हो र लक्ष्मी पूजा त भोलि हो है हजुर मम्मी र म हुन्छ नभए दुईजना सँगै पसल छोड्न पाइँदैन गाइस एकजना छोड्यो भने एकजना छोड्छ हामी सधैँ जति बेला नि सँगै हुन्छौँ अब भोलि चाहिँ नभए मम्मीलाई लिएर आउनु पर्ला एकछिन बजारतिर हामी चाहिँ रात्रिकालीन बजारभित्र चाहिँ छिर्यौँ के अरे छिर्न र गएर सोमबार मात्रै रहेछ यहाँ चाहिँ सञ्चालन हुने त्यही हामी छिर्यौँ यस्तो हो बन्द भइसक्यो हामी ढिलो आयौँ नि त ढिलो ल हामी चाहिँ यहीँ सौरामै आयौँ काठमाडौँ ढिलो हाउसमा मेरो बुढा मेन्यु हेर्दै हुनुहुन्छ धेरैचोटि आइसक्यो यहाँ त हाउसमा आइपुग्यौँ अब हामी खाजा खान्छौँ एकछिनमा अनि खाजाको भिडियो तपाईँलाई देखाउँछौँ अहिले चाहिँ हामी वेटिङ गरिरहेछौँ खाजाको के बसिरहेको मजाले रमाइलो भइरहेको खाजा आउँदै अब हामी खाजा आइसक्यो भने भेट्छौँ भाइ फाइनली गाइस हाम्रो चाहिँ खाजा आइपुग्यो सीमामा चाहिँ आउनु बाँकी हो अहिले आएपछि खाएर देखाउँछौँ चाउमिन दामी थियो है हाम्रो खाना बोल्ने नि आयो जानु चाउमिनमा धुलो खुर्सानी त हाले होइन है हरियो यस्तो मिठो पिरो भएको छ लास्ट टाइम हामी सीमामा आएर यस्तो
यस्तो तातो हुन्छ अझ खानै सक्दैन है। यम्मी हो गाइस, मिठो कति आयो है यो order तर फर्स्ट टाइम भ्लग बनायो यहाँको। अब हामी यति खाएर फर्किन्छौँ। यो खाएर हैन ल गाइस हामी चाहिँ खाजा खाएर निस्क्यौँ। अब कोठामा जान्छौँ। 9:30 भएछ, 1 घन्टा भएछ भाइ हामी आएको बल्ल। ल बाई बाई। हेलो गाइस, हामी चाहिँ कोठामा आइपुग्यौँ। ठ्याक्कै 10 साढे 10 भयो। कोठामा आइपुग्यौँ, तातो पानी तताएर खायौँ 1-1 गिलास। अनि अब चाहिँ सुत्छौँ। मेरो आजको मिनी ब्लग सक्यो। अब भोलि फेरि नयाँ ब्लग लिएर आउनेछु। बाई, गुड नाइट।